नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटमा उदाएका एक अद्वितीय तारा भैरव अर्यालको विक्रम सम्वत 2026 सालमा प्रकाशित हास्यव्यङ्ग्य सङ्ग्रह गलबन्दीबाट साभार सो सङ्ग्रहको दोस्रो कृति चुरोट केही झिलिमिली संस्मरण प्रस्तुत छ। चुरोट केही झिलिमिली संस्मरण। एकातिर भैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बट्टा मोटर मार चुरोट। यी तीनै थोक अहिले अगाडि पर्यो भने पहिले म कुन चाहिँ टिपुला? निन्द्राविहीन एक रात 12-1 बजीतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्ट्यो। निकै बेर झ्यालको डडाल्नीमा ट्वाल्टी हेरेर तरङ्गिएपछि एकलाई खिसिक्क ओठ फुस्क्यो। कहाँ पालिसदार हिरा, कहाँ झुसिल किरा। जाब 2 पैसे चुरोटको पनि यहीँ कहीँ भैँसेदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ? थत् बौला कहाँको। मैले आफैलाई हप्काएँ। तर हप्काउँदै मानव नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठ्यो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ। भनन्न एकपटक कोठामा भौतारिएँ। झुन्डिए जति कोट, प्यान्ट, कमिज, बुसर्ट सबका खल्ती छामे। एउटा टफी कताबाट अड्केको रहेछ, क्वाप्प मुखमा हालेर मरमरी चपाएँ। तैपनि तुलबुलीको रनको छुटेन। अनि दराज, तख्ता, खोपा, मेज, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारे। अस्ति नै हरायो भनेको एउटा काइयो पाइयो। ककसले खसालेर नभेटेका 2-3 वटा 2 पैसे, 4 पैसे र 5 पैसे ढ्याक भेटिए। टेबल र खाट सारेर मुन्तिरको घुरान केलाएँ। एउटा भाँचिएको होल्डर, 2-4 वटा गोर्खापत्र, समीक्षा र नयाँ समाजका पत्र, साँचो हराएको एउटा तालचा, 2टा बेजोडा मोजा, एउटा मैलो रिबन, यस्तै अर्थ न बर्थका 17 थोक फेला परे। तर खोजेको जे हो त्यो चाहिँ हात लागेन। हैरान भएर 1 ग्लास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछ्यानमाथि। प्रश्न फेरि दोहोरियो। अहिले मलाई के चाहिएको छ त? सुर्केस खोलेँ भने एउटा गैँडामार नोट कसो ननिस्केला? जे भए पनि महिनाको पहिल्यै साताको जागिरदार पो त। भैँसेदार मायालुकै कुरा गरौँ भने कमसेकम आफ्नै पर्मानेन्ट त तुरुन्तै अभाइलेबल। यी 2 थोक पाएर पनि यो तुलबुली किन? यो छटपटी किन? किन भनौँ? दाना पानीको, सेक्स पानीको र अहङ पानीको प्यासभन्दा बेग्लै त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने एक सरको चुरोटको प्यासले। त्यसकारण ओठ न नोट म धुइँ खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अल्मलिएको छ कि भनेर। प्रत्येक वर्ष झैँ त्यो वर्ष पनि वैशाख 1 गतेदेखि चुरोट छाड्ने माघ 1 गतेदेखि नै सङ्कल्प थियो। चुरोट खान छाड्नु आवश्यक मात्र होइन, मेरो निम्ति अनिवार्य पनि थियो। यो अनिवार्यता मैले नबुझेको होइन। बुझ्दा कति बुझिसकेको थिएँ भने प्रत्येक चुरोट सल्काउँदा यही नै अन्तिम हो भनी आफ्नो तालिमी मनले सङ्कल्प पढिसक्थ्यो। तर तलतलै त हो, मेरा सङ्कल्प सारालाई तलै पुर्याएर आफू तेल झैँ मासतिर तरिहाल्थ्यो। अनि तैतै आज एक दिनलाई भइगयो, भोलिदेखि खाए त के? म दृढताका साथ सङ्कल्प दोहोऱ्याउँथेँ। यसै गरी आज एक दिनबाट यो 1 महिना, यो 1 महिनाबाट यो बाँकी वर्ष हुँदाहुँदै चुरोट छोड्नलाई नयाँ वर्षको प्रारम्भ पर्खने लुत्रो न झुत्रे तालले कहिल्यै छाडेन। सङ्कल्प शक्तिको यो हीनता जिन्दगीकै क्षीणता हो भनी म नबुझ्ने त होइन, तर बुझ्दैमा त्यो दह्रो भइहाल्ने पनि त होइन। चुरोट र क्यान्सरका सम्बन्धमा कति चर्चा सुनिए, पर्चा पढिए, तैपनि चुरोट छोड्न सकिँदैन। आजित भएर 2019 साल चैत मसान्तको दिन बेलुका मैले आफ्नो लाइटर फोरफार गरी फ्याँकिदिएँ। एस्ट्रे किचकाच पारी मिल्क्याइदिएँ। बाँकी बचेका 2-4 खिल्लीसहित बट्टा च्याटचुट पारी आफल दिएँ। ए लाइटर त नफालौँ भनी बराबर सलाई नपाएर भोगेका कतिपय सङ्कटको सम्झना उनी दिँदै थिइन्, तर मैले भीष्मको आवाजमा सगर्व उडाइदिएँ। अब पनि मैले चुरोट खाला भन्ने ठानेको कि? 1 गतेदेखि नखाएको 4 गते बेलुका यो दशा। मलाई आफ्नो कमजोरीदेखि रिस, घृणा, ग्लानी सब थोक उठे। तर सबैभन्दा अग्लो भएर उठ्यो फेरि उही तलतल। हो, म साँच्चै तलतलाएँ, तर उपाय केही थिएन। गाउँको घर भएकोले पसल नजिक थिएन। आधा रातमा आधा कोस पर कसलाई उठाउन जाने? बरु काका कहाँ माग्न पठाउँ? एउटा मसिनो आशा उदायो।
तर यति जाबो कुरामा पनि आफ्नो दृढ प्रतिज्ञा अहिले उनको अगाडि कसरी भङ्ग गर्ने? मेरो पौरुष अन्कन आयो। अम्बलले न पौरुष भन्छ न प्रेस्टिज। तत्कालै एउटा घटनाको सम्झना आयो। एकताका पोखराको एउटा गाउँले स्कुलमा म शिक्षक थिएँ। एक दिन यसै गरी चुरोट खान पाइएन। दिनभर पुग्ला भनियो, बेलुका त ठन्डाराम। भोलिपल्ट तलले सबैले तल ओह्रालिहाल्यो। आँगनमा आफू बसेको घरको हली हल्लँदै रहेछ। आफ्नो मास्टरी प्रेस्टिजलाई दाराले सकेसम्म थिचेर त्यही ग्वाङ्रो खालको हलीसित मैले दिन पुकार गरेँ। रामे दाई, तिमीसित एउटा चुरोट छैन? रामेले असजिलो मानेर भन्यो। चुरोट बनाउँदैछु मास्टर साहेब। नभन्दै ऊ बेलौती अम्बाका सुकेका पात टिपेर मार्दै रहेछ। म केटाकेटीहरूलाई पसल पठाउने धुनमा थिएँ। रामेले भुसा ल्याएर टोक्र्यायो। बुढी औँला जत्रो कलात्मक चिलिममा अम्बाको पात माडेको धुलो हालेर निकालेको धुवा न तमाखु न कक्कड, साँच्चै भुसा नै थियो त्यो। तानु त? मैले लजाउँदै सोधेँ। यति सानो चिलिम उचाल्न सक्नुहुन्न र तान्नै पर्यो? तान्नलाई डोरी पनि चाहिन्छ कि? रामे हल्ल हाँस्यो। मैले सुई सुई भुसा ताने। झ्यालबाट केटाकेटीले गिज्याए, जात फाल्नु गहता झोलमा। तर के लाग्छ, क्याक क्याक गरेर पनि तलले मुतको न्यानो तापी छाड्यो। त्यसरी त लाज पचाइयो भने उनलाई उठाएर काका कहाँ चुरोट माग्न पठाउन के गाह्रो। तर काका पनि त चुरोट पीडित रहेछन् भने फेरि अर्को सम्झना आयो। एक दिन केटाकेटीमै काका बलराम अर्याल र म पढेर घर फर्कँदै थियौँ। तलबी हुँदा त 3 दिन भरि भए, 13 दिन पञ्चट रहने आफ्नो खल्तीको कोलङ्गार बानी। त्यसबेला बिल्कुल ढाक्रे विद्यार्थी। एकातिर बाबु बाजेको अघिल्तिर चुरोट नखाने हामी आदर्श छोरा, अर्कातिर एकान्तमा ठुटा बेरेर भए पनि मुख नधुवाई नहुने हामी अम्बली मोरा। अनि पैसा पनि सधैँ कहाँबाट पुगोस्? दुवैजना हरिकङ्गाल। टङ्गाल हुँदै कमल पोखरीबाट गौशालातिरको सडकमा लुखुर लुखुर हिँड्दै थियौँ। हुन त भोकले पनि कम सताएको थिएन, तर भोकभन्दा मापाको थियो उही तलतल। रातो पुल्नेर पुगेपछि 3 ताकाका पुड्का पुड्का हाम्रा काकाले माया लाग्द गरी पाक्क भन्नुभयो, बाटामा राम्रोसँग हेर्दै हिँड है। त्यत्तिका पशुपति भक्तहरू हिँड्दा यो सडकमा एउटा 2 पैसे ढ्याक कसो नपाइएला। यो ठट्टा भइदिएको भए बरु त्यति हाँसो उठ्दैन थियो, तर कुरो थियो मर्मान्तकै। अहिले पनि त्यो बाटो हिँड्दा बुक 1 र बिगिनर्स ट्रान्सलेसनका किताब च्यापेर बाटामा ढ्याक पाइन्छ कि भन्दै हिँडेका पैसाविहीन काका भतिजाका तलग्रस्त तुलबुले मुद्रा झलझली सम्झिन्छु। चुरोट नपाउँदाका, सलाई नजुत्दाका, बा आमाले थाहा पाउलान् भन्ने डरले लुक्दा लुकाउँदाका पाउँदा चाख लाग्दा काण्ड कति छन् कति। घरतिर, छात्रावासतिर, स्कुल कलेजतिर, अड्डा अफिसतिर अनि सबैतिर जतिसुकै प्रेस्टिज र नैतिकता राख्नुपर्ने मान्छे छ भने पनि चुरोटमा उसको केही लाग्दैन। कहिलेकाहीँ चिन्दै नचिनेका मान्छेसित पनि एकवटा अप्ठ्यारो जनाउँदै चुरोट मागिएको छ। चुरोट नभएको बेलामा चिनेको मान्छे भेट भयो भने त के खोज्छस् कानो आँखा भइहाल्छ। माग्नै किन परेर? आफ्नो रित्तो खल्ती छामछुम पार्यो, चुरोट खाने मित्र रहेछ भने यसले चुरोट खोज्यो भने बुझिहाल्छ। यो त मामुली नै भयो। सुटुक्क भनिदिउँ भने कहिलेकाहीँ मैले बाबुको खल्तीबाट चुरोट चोरेको पनि छु, कहिलेकाहीँ मेरो चुरोट चोरिएको पनि छ। यस्तै कुराहरू सोचेर आत्मग्लानी मेट्दै मैले उनलाई उठाएँ र भने, म त चुरोट छोड्न नसक्ने भएँ बा, के गर्ने? आफूले गरेको भविष्यवाणी सत्य निस्किँदा उनी गर्वले गचक्क फुलेर नाक नेप्ट्याउन थालिन्। मैले सक्नुहुन्न भनेकै थिएँ, अब यसबेला के गर्ने? तमाखु खाने? प्रस्ताव त गजबै हो, तर मध्यरातमा ट्वार हुक्का बजेको सुन्दा ख्याक आयो भनेर भाइ बहिनीहरू कतै नझस्कुन्, त्यो पनि छाडिदेऊ। बाले सुन्नुभयो भने चुरोट खाँदैन भनेको छोरो त आधा रातमा हुक्का पो टुराउँदो रहेछ। त्यसो भए पानी सानी मिल्काएर स्वाई स्वाई तान्ने त? कुरो यो चाहिँ लम्बरी। अघि न तलै भएकोले त्यो अकबरी तलतल मार्न तलै ओर्लेर तमाखु हालियो। पानी रित्तिएको हुक्कामा नली नहाली स्वाई 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 एकनास सोचले झैँ तानेर मैले तमाखु सिद्ध्याउनै आँटेको थिएँ। आमा आफ्नै कोठाबाट बोलाइदिनु भयो। बाबु! तलबाट आवाज दिउँ। यसबेला तल किन? हजुर भन्नको लागि कोठा पुगौँ, त्यति छिटो बिराला चालले कसरी भर्याङ उक्लने? आफूलाई फेरि रिङ्गटा लाएर छुट्टी। तर छोरा बुहारी कसैबाट आवाज नभएकोले उहाँले फेरि दोहोऱ्याउनु भएन र मात्रै, नत्र प्रतिज्ञा तोडेको अपराधको फल तुरुन्तै फले जस्तो हुन्थ्यो आफूलाई। चुरोट त खाँदै खान्न भन्दै तमाखु र बिडी 2 थोक नयाँ अम्मल समातिए। घरमा तमाखु, बाहिर बिडी, कति सजिलो। तैपनि चुरोट नै चाहिँ नखाएकोले जे भए पनि गर्वै थियो। तर एक साँझ सिनेमाको मध्यान्तरमा रोचकले झसङ्ग पार्दै भने, ए चुरोट छाडेको होइन के?
नभन्दै म त मजासित गोल्ड फ्लेक उडाउँदै पो रहेछु। रमेश विकलले कुन बेला चुरोट दिएछन् आफूले सुइक्याएछ, कस्तो मजा बेहोसी। आफू चुरोट नखाने मान्छे, त्यसै पनि हामीले खाएको मन पराउँदैनन्। झन् म त छाड्नै पर्ने र छोडिसकेको मान्छे। त्यसैले कति दिन अरूको अगाडि मैले चुरोट बिडी केही पनि खाँदै खाइनँ। एक दिन राति म एकजना साथी कहाँ थिएँ। मलाई आफ्नो कोठा छोडेर उनी अर्कै घरतिर गइसकेपछि मैले लुसुक्क चुरोट सल्काउन खोजेको, सलाई पाइनँ। तालचा नमारेका ठाउँ जति सबैतिर खानतलासी गर्दा पनि एक छेसको सलाई पाइएन। आखिर कता कताबाट खाटमुनि एउटा थोत्रो हिटर फेला पार्न पुगेँ म। तार तानतुन गरी टुपिन जोडेको मात्र के थिएँ, बिजुली झ्याप्पै। अब भएन के। चन्द्रावतीले भात खान लागेको जस्तो पो भयो आफूलाई। चुरोट खाने चाँजो मिल्दै मिलेन। 3 ताका मेरो डेरा थियो बाङ्गे मोडानिर। बाङ्गे मोडानिर डेरा भए पनि म त मान्छे सोझै थिएँ। भोलिपल्ट बेलुकी 9-10 बजेतिर अफिसको काम र होटलको माम सकिए कोठामा पस्दा त आस्ट्रे लाइटरसहित एक बट्टा क्याप्टेन सिरानमा सजाइराखेको। छक्कै परेर सूचना पढेँ। हिजो सलाई नपाएर जिल्लिएको बुझिएकोले सब थोक हाजिर छ। भोलि सबेर एउटा हास्य व्यङ्ग्य लेख प्रेसमा हाजिर गराउनु। यो थियो रचनाका लहरकान्त सम्पादकज्यूको आदेश। हुन त महाकवि देवकोटाको चुरोट खुवाई सम्झँदा हाम्रो चुरोट खुवाई के हो र? प्रशस्त खाएको दिन सालाखाला 2 बट्टा खाइएला। त्यसमा पनि म त सिंहमारदेखि बिरालोमारसम्म जे पनि सरासर चल्ने क्लासविहीन भलादमी। तैपनि बढ्दै थियो आफ्नो स्थिति हेरी। त्यसैले छोड्नै नसके पनि घटाउने प्रयत्नमा मैले बट्टाको सट्टा खुद्रा खरिदको नीति लिएँ। तर आफूले नलिँदैमा खान घट्छ भन्ने आशा पनि बेकार। बरु आफूले चुरोट तानिरहेको बखत मान्नुपर्ने मान्छेले खोइ एउटा यता पनि भनिदिए भने उल्टो आफैले हिँड्ने त्यहीँ अनुभव गर्नुपर्छ। कवि सिद्धिचरणज्यू र रामराजज्यूसित कसो कसो प्राय यस्तै परेको छ धेरै पटक। आफूलाई खान छ, अरूले माग्दा छैन। चुरोट पनि छैन, सलाई पनि छैन साथमा, कहिल्यै पनि। चुरोट छोड्नै सकेको पनि होइन, कहिल्यै पनि। कस्तो दरिद्र चाल। त्यसैले एक दिन मैले अरू विभिन्न प्रतिज्ञाहरूको साथ चुरोट खानु र मान्छे पोलेको धुवाँ खानु बराबर हो भनी क्रिया खाएर कागत लेखेँ। सही गरेँ। हुक्काले अल्मल्याउला भनी त्यो पनि फोरिदिएँ र सन्त भएर ती दिन गाउँमा काटेँ, तर पनि केही लाएन। मैले 3-4 वर्ष मासु छोडेँ, कति दिन नुन छाडेँ, कति लामा लामा अवधिसम्म आफ्ना अति प्रिय वस्तु र प्रियतमहरू छाडेँ, तर एक साता पनि धुम्रपानलाई बिल्कुलै छाड्न सकिनँ। मेरो यो चुरोटे समस्यामा सबै साथीहरूको सहानुभूति उब्जन्छ र अफिसमा एकछिन चुपो लागेको देख्दा हाम्रा केदारज्यू सोध्छन्, दाजुको ट्रान्जिस्टरलाई ब्याट्री चाहिएको जस्तो छ नि? हो, निकोटिनको क्यान्सर हुन्छ, तर सेलाएका बखत स्न्यायोविक तारहरू तताउन निकोटिनको निकै आवश्यकता पर्दो रहेछ क्यारे हामीलाई। साँच्ची नै शिथिलतामा सुर्तीले ग्लुकोजको काम दिई फुर्ती निकालिदिन्छ भने सुर्तीका छेडको सबभन्दा ठूलो सङ्गाती पनि सुर्तीको धुवाँ सिवाय केही छैन। यी दुवै कुरा मैले आफ्नो 1 महिना जतिको दिल्ली प्रवासको बखत राम्रैसित अनुभव गरेको छु। त्यहाँ पनि मैले चुरोट छोडेँ। 5 मिनटमा एउटा ट्याप लगाएको बात नलागोस्, तर बाबुराम पौडेल साक्षी छन्। मैले प्रत्येक दिन चुरोट छोडेँ, प्रत्येक रात चुरोट छोडेँ। त्यसै बेलादेखि मार्क ट्वेनको यो भनाइ साह्रै घतलाग्दो गरी म सम्झन्छु। चुरोट छोड्नु कुनै गाह्रो काम होइन। मैले एक सातामा कयौं पटक चुरोट छोडिसकेँ। उसैको वाक्य आएन। त व्यापारीले बातै पिच्छे धरोधर्म भन्नु र मैले सासै पिच्छे चुरोट खान्नु भन्नु एकै भयो। तैपनि जमुनाको किनारमा बसेर अर्को सङ्कल्प गरेँ। अब गङ्गाजीको किनारमा उभिएर पानी छुँदै क्रिया हालौँला। तर बनारस पुगेपछि भेट्ने बित्तिकै 4 मिनारका बट्टा तेर्स्याउँदै शिव भट्टराईज्यूले भने, विश्वनाथ बाबाको नगरमा सके गाँजाकै चिलिमले स्वागत गर्नु पर्थ्यो। म पनि पशुपतिनाथ बाबाकै प्रजा हुँ नि। 4 मिनारको कुहिरी मण्डलमा हाम्रो ठट्टाध्याय सुरु भइहाल्यो। कहाँको चुरोट छोड्ने? व्यावहारिकता र संसारिकतादेखि नै वाक्क भएर घरबार राजीनामा गर्ने त्यागी महात्यागीले त चुरोट छोड्नुको सट्टा गाँजा समेत उडाउन थाल्छन् भने मैले चुरोट किन छाड्ने? स्वास्थ्यको निम्ति भनौँ भने अब चुरोट छोडेर स्वास्थ्य सुधार्छु भन्नु बुढी बेस्याले आरे घाट नुहाएर जीवन पवित्र पार्छु भने जस्तै त हो नि। यस्ता कुरा सोच्दा सोच्दै पनि काठमाडौँ पुगेर चुरोट छाड्ने धोको ठ्याम्मै बिसाएको त थिइनँ, तर शुभ साहित्यमा चाहिँ कहिल्यै परेको होइन। चुरोट छाड्ने अर्को प्रयास मैले पोहोर रावलपिण्डीमा पनि गरेँ। त्यसबेला साथी हुनुहुन्थ्यो रूपरेखाका सम्पादक बालमुकुन्ददेव पाण्डे र मदरल्यान्डका सम्पादक मणिन्द्रज्यू। काठमाडौँ त्रिशुली सडक जस्तै ठिक उस्तै र उत्रै एउटा पहाडी यात्रामा उहाँहरूले मलाई धेरै सम्झाउनु भयो, तर मैले पो चुरोट छाड्नुपर्छ भन्ने कुरो बिर्सेको कहाँ थिएँ र। मोटरबाटै चुरोटको बट्टा मिल्क्याएर भने, लौ त लौ, म चुरोट खान्न।
तर साँझ एउटा पार्टीमा भने उनीहरूको आँखा छलेर पनि चुरोट तानी छाडे। म कहिलेकाहीँ त्यसै पनि व्रत बसिदिन्छु। साथीहरू भन्छन्, खाना पनि छाड्न सक्छ कस्तो मान्छे यो। फेरि जब चुरोट सल्काउन थाल्छु उनीहरू दोहोऱ्याउँछन्, जाब चुरोट पनि छाड्न सक्दैन कस्तो मान्छे यो। अब म यस्तै मान्छे, के गर्ने। चुरोट त म खान्न भन्दैछु, तर चुरोटले चोरेर भए पनि मलाई खाइहाल्छ। हो, सत्य भन्छु, मलाई चुरोटदेखि डर लाग्छ, घृणा लाग्छ, तर म आत्मसमर्पित हुँदै आएको छु यही छुसी चुरोटसँग। यो क्रम कतिसम्म चल्ने हो, म हजुरले कति पटक चुरोट छाड्ने हुँ, त्यो त भन्न सक्दिनँ। तर फेरि नयाँ वर्ष लाग्दैछ, म चुरोट छोड्दैछु, यो चाहिँ पक्का हो।